नमस्ते मित्रहरू, नमस्कार। यति बेला 12 बजिरहेछ। मेरो खासै भन्ने हो भने घरमा अहिले यो क्यान्सरको कारणले गर्दाखेरि म बेड रेस्टमा छु, फलोअपमा छु। त्यस हुनाले मेरो अहिले अफिसका कामहरू केही छैनन्। म सबै कुराबाट बिदा लिएको छु, बसेको छु। त्यही क्रममा म त बसी बिहालो हो, कहिले पढ्छु, कहिले नाच्छु, कहिले उफ्रन्छु, कहिले के गर्छु। यो अहिले मेरो परिवारहरू कोही छैनन्। परिवारहरू आफ्नो आफ्नो धुनमा छन्। छोरी बुहारीहरू उनीहरू आफ्नो अफिसमा जाने पर्यो, अफिस जान्छन्। नातिनी पनि अहिले उनको बजूसँग कता खेल्न गएकी थिए। त्यही मेलोमा मैले एउटा कहानी जोड्ने अनुमति चाहन्छु। सायद यहाँहरूको अनुमति मिल्ला। मैले अनुमति मिलेको महसुस गरेँ। त्यसपछि म तपाईँहरूलाई अब अघिल्लोचोटि यहाँहरूलाई 3वटा पन्छीहरूको आफ्ना गुनासाहरू, आफूमा भएको कमी कमजोरीहरू, किन यस्तो गरियो, किन यसरी चाहिँ हामीले यस्तो स्वरूप पायौँ, किन यस्तो चाहिँ विशेषता पायौँ भन्ने कुराहरूको गुनासो गरेको कुरा सुनाएको थिएँ। आज चाहिँ म तपाईँहरूलाई त्यस्तै भेजिटेबलहरूको एक आपसमा आफूमा भएको कमजोरी, आफूमा पर्न आउने समस्याहरूको गुनासो चाहिँ एक आपसमा सेयर गरेको गुनासो यहाँहरूलाई म सुनाउन चाहन्छु। एउटा महिलाको घरमा अब किचनमा चाहिँ केही सामानहरू सकियो। नजिकको पसल भनेको, नजिकको बजार भनेको लगनखेल थियो। लगनखेलको साझा पसल अगाडि स्कुटी पार्क गरिन्। त्यसपछि पसिन्। त्यो साझा पसलभित्र टन्न पसलहरूको सब्जी मण्डल हो। सब्जी मण्डल भएको हुनाले टन्नै भएभरको नेपालमा पाइने जति सबै आइटमहरू पाइन्छ। फलफुल पाइन्छ, सब्जीहरू पाइन्छ, मासु पाइन्छ, माछा पाइन्छ, च्याउ पाइन्छ, चिजहरू पाइन्छन्। यस्ता चाहिँ विदेशतिर प्रडक्ट भएका खाद्य वस्तुहरू पाइन्छन्, किरानाका वस्तुहरू पाइन्छन्, सबै कुरो पाइन्छन्। त्यहीभित्र पसेर उनले अब किचनमा सकिएका वस्तुहरू किन्न थालिन्। गएर 100-150 रुपियाँको कागती किनिन्, त्यही झोलामा हालिन्। त्यसपछि एउटा झोलामा हालिन्, एउटा ब्यागमा। त्यसपछि अब उनलाई उनको पूजा कोठामा नरिवल सिद्धिएको थियो। त्यो नरिवल पनि खरिद गरिन्, त्यही झोलामा हालिन्। अब घरमा किचनमा भन्दा पनि छोराछोरीहरू स्कुलबाट आएपछि खुवाउने खाजाको रूपमा अथवा चाहिँ डाइटको रूपमा दिइने केरा सिद्धिएको थियो। केरा पनि खरिद गरे। अब त्यो सबै खरिद गरेर एउटै झोलाभित्र सबै प्याक गरिन्। त्यसपछि बाहिर निस्किन्। स्कुटी पार गरेको ठाउँमा डिक्की खोलिन्, त्यो डिक्कीभित्र हालिन्। आफू रेडी थिइन्। अनि उनले आफ्नो पर्स अगाडि झुन्ड्याइन्। स्कुटी स्टार्ट गरेर हेलमेट पेरेर सुरु गरिन्। घर आइन्। इमाडोल घर आइसकेपछि अब त्यो सामानहरूलाई आफ्नो ठाउँमा राखे। अब धोइ पखाल गर्नु बाँकी थियो। त्यो झोलामै रहिरहेको थियो। त्यसपछि ती महिला कहाँ के कामहरू गर्नु थियो, आफ्नो कामहरू भ्याइन्। त्यति बेलासम्म उनीहरूले मौका पाइसकेका थिए। केरा, कागती, नरिवल उनीहरूको एउटै वर्ग, एउटै झोलाभित्र पनि परे। फेरि त्यसो हुनाले उनीहरूले आफूलाई परेको पिरको बारेमा, आफूलाई परेको समस्याको बारेमा त्यो समस्या सेयर गर्न थाले। सेयर गर्ने क्रममा चाहिँ कागतीले भन्यो,
होइन यी मान्छेहरूलाई खिस्साहरू रिस्छ मसँग रिसाउँछन् किन मलाई त हेर्नु साथीहरू धारिलो छुरी चपबोर्ड बाँधी मलाई राखेर त्यो छुरीले चट्ट काट्छन् 2 टुक्रा बनाउँछन् एउटा टुक्रा चिसो न चिसो फ्रिजमा कठ्याङ्ग्रिएर राख्छन् त्यसको आफ्नै पीडा छ एकातिरको पाटा अब अर्कोतिरको पाटालाई चाहिँ के गर्छन् लारिनदेखिको निकालेर निचोड्छन् त्यसपछि एउटा बटुकोमा अथवा एउटा कचौरोमा चाहिँ त्यस मलाई मेरो सम्पूर्ण रसहरू त्यसमा झार्छन् त्यसपछि लगेर अचारमा मिसाउँछन् जिब्रो पड्काइ क्या मिठो भयो भनेर मेरो त्यो पसिना चाहिँ मेरो आफ्नो रगत जस्तो पसिना चाहिँ उनीहरूले खाने गर्छन् भन्यो मलाई साह्रै पीडा हुन्छ एकातिर त्यो भए त्यो निचोडिएको पार्ट अर्को पार्ट कुनै बेला त्यो अर्को पार्ट काटेर राखेको हुन्छ त्यो पनि बिर्सन्छन् त्यो कठ्याङ्ग्रिएरै मरेको हुन्छ सुकिसकेको हुन्छ त्यसरी सुकाएर राख्छन् यी पापी यी चाहिँ मान्छे भन्नु मात्रै उनीहरूमा धर्म छैन मनमा भनेछ त्यसपछि आज कसको पालो केराको पालो आयो केराले के भनेछ साथी कागती तिमीलाई त जम्मा 2 टुक्रा पार्छन् चट्ट काट्छन् त्यसो गर्छन् तिमीलाई शारीरिक पीडा चाहिँ बहुत भयो मैले बुझेँ तर मलाई जस्तो मेरो जस्तो मानसिक रूपमा मानसिक पीडा त दिँदैनन् होइन त्यस्तो केही मानसिक पीडा दिन्छौ कागतीले सोध्यो कस्तो कुरा गरेको चाहिँ मान्छेकै अगाडि चाहिँ मेरो बोक्रा खत पारेर मलाई नाङ्गै बनाउँछ हो त्यो नाङ्गै पारिसकेपछि फेरि मलाई टोक्छन् क्या मिठो केरा कुनैलाई चाहिँ छ्या मिठो नै छ कोही कुहिएको रहेछ भन्दा फ्याट फालिदिन्छन् कोही चाहिँ मिठो मानी खान्छन् मलाई त्यो नाङ्गै पार्दाखेरि मलाई कम लाज लाग्छ मेरो यो मानसिक मलाई कम त पीडा दिन्छन् मान्छेहरूले भनेछ उसको मानसिक पीडा त्यो छोड्याउँदाखेरि उसलाई लाज लागेको कुरा बतायो उसले बतायो अब फेरि कोकोनट के भन्छ साथीहरू तपाईँहरूको कसैलाई मानसिक पीडा कसैलाई शारीरिक पीडा तपाईँहरूको भन्दा मेरो पीडा बढी कि तपाईँहरूको बढी सुन्नुहोस् त म भर्खर फुलेर भर्खर फल लागेको हुन्छ कुन फल लागेको कुन फल नलागेको केही थाहा हुँदैन मानवहरूलाई मेरो टुप्पामा गरेर चुडाउँछन् त्यसपछि भुइँमा पोत झार्छन् झारेपछि अब मेरो बोक्रा छोड्याउनु पर्यो त्यो छोड्याउनको लागि त उनीहरूलाई गहनको आवश्यक पर्छ मार्तोलले ठ्याङ्दिन्छन् बजाउँछन् मेरो टाउको कुरिङ्गटा चल्ने गरी मेरो गिरी चिली पितेली हुने गरी त्यसपछि त्यति बेला म त्यो पीडाले छटपटाउँछु पीडाले गर्दा मैले पिसाब पनि छोडिसकेको हुन्छ हेर्नु है साथीहरू त्यो छोडेको पिसाबसँग छाड्दैनन् मान्छेहरू एउटा बोलमा जम्मा गर्छन् र त्यही पनि पिउँछन् खाइदिन्छन् क्या मिठो भन्दै खाइदिन्छन् भनिसकेपछि सबैको आफ्नो पीडा सेयर गरे अनि अब सबैले एउटा निचोड चाहिँ के निकाले भने वास्तवमा हाम्रो एउटै पीडा रहेछ सबैको मान्छेहरूको हामीले के खाइदिएछौँ उनीहरूलाई त्यस्तो रिस उठ्ने हामीलाई त्यसै गरी चाहिँ पीडा दिएर खाइ नै दिनुपर्ने हामीले हाम्रो ज्यानै लिनुपर्ने चाहिँ हामीले के गरेका छौँ साथीहरू के हामीले उनीहरूको श्रीमती लगिदिएका छौँ के उनीहरूको छोरीहरू किडन्याप गरेका छौँ के कसैको श्रीमतीहरू रेप गरेका छौँ के हामी नेता भएर चाहिँ उनीहरूको प्रधानमन्त्रीको कुर्सी खोसेका छौँ के हामी ब्याङ्क लुटेका छौँ
के हामीले चाहिँ राष्ट्रघाती काम गरेका छौँ? त्यस्तो राष्ट्रघाती काम गर्नेहरूलाई केही गर्दैन। हामी यस्तो हेर्नु त आफ्नो पाराले के अरे उत्पन्न हुने, पट्ने, फल्ने, फुल्ने, फल्ने, हामी फलफुलहरूलाई त्यस्तो दुःख दिन्छन्। यी मान्छेहरू साह्रै नहुनुका चाहिँ हुन् है भनेर उनीहरू आफ्नो गुनासो सेयर गरे। त्यसपछि अब मान्छेहरूसँग केही नलाग्ने छ भन्ने कुरा गरेपछि उनीहरू चुप्प लागे। हस्, अहिले यति राखेँ। फेरि अर्कोचोटि अरू कुनै वस्तुहरूको गुनासो यहाँहरूसँग लिएर हाजिर हुनेछु। नमस्कार, सबैको जय होस्। धन्यवाद। बाई।